आज हामी घुम्न जानु लागेको मेरो ड्रेस अप यस्तो छ यहाँ गीता आन्टी हाम्रो भाइ छिनी रुन्ची दिदीको ड्रेस अप वाउ यहाँ रोसिका यिनी लडी छिन् यहाँ फोर्लाइचा यहाँ पोकेर म छम श्रेयान छानु यहाँ हाँस्दै बस्दै गरेछन् सबैजना रमाइलो छ नजानी कहाँ पनि फिक्स छैन गाइस हो र लेग साइड हैन लेग साइड जाने हैन र लेग साइड तलको छेउमा धेरै हिँड्न हुन्न बच्चा छ नि बच्चाको आमा छु यो मेरो बच्चा हो एउटा छ पेट भित्र गाइस म बियर खाना बोले जस्तो भयो यिनीहरूले मलाई प्र्याङ्क गरेका हुन् ल एकला थाहा छैन मेरो रुमाल यहाँ फोटो सुट हुँदैछ यिनीहरू हेर त यस्तो लडेर बिरालो कुकुर जस्ता ब्लगरहरू लडेछ नि ए बा हाम्रो सानो बाबु श्रेयांश के रे भाइ हाम्रो भाइको नाम श्रेयांश बाबु यस्तो आँखा भोलि आँचु लिछिन् घुम्न जाने बेलामा नि किन लिक्यो सानो बाई बाई यहाँ फाइट भएर रोइनी फाइट आमाले छोराको यहाँ हेर त गालाभरि लिपस्टिक लगाइदिएर राम्री हुनलाई भाइहरू गयो भाइहरू नि एउटा मात्रै गयो या अलु गुल्टाइदियो त रोएर कोही आफ्नै तालमा छन् कोही यता छन् कोही यता छन् घुम्न जाने भनेको अब हामी आयो अब हामी जान्छौँ आइन आरोही रिसाइछिन् मम्मीसँग आफ्नो मम्मीसँग रिसाउँछिन् हाम्रो गाडी आयो यी काले पछि हिँड्ने ओके हामी गयौँ सिर्जना चकाइसक्यौँ हामी आरो यहाँ नाच्नु भएको छ आरो नाच्नु त ओए नाच जाममा पर्दा यहाँ आइसम्म पुग्यौँ फेरि जाम भयो भाइहरू यहाँ यसरी सुतिरहेका छन् यस्तो आकाशे पुल छ यहाँ फेवाले राम्रो पौडी खेल्दिम
तिमी बिना जिन्दगी जन्मनी हताशैले फुरु फुरु कपाल वाउ गरिहु वाउ वाउ कस्तो राम्रो प्यारासुट के भन्छ अरे यसलाई प्यारासुट वाउ ओ दिदी डर लाग्दैन फाइनली हामी आयौँ फाइनली हामी अल्फन्जु भन्ने रिसोर्टमा आयौँ कस्तो जुम भएको क्यु रुम दिदी यस्तोमा फोटो क्यादा नि आउँथ्यो क्या वाह कति खतरा गीत खाना र मुक्ति गरेको ब्लग बनाउनु अब बनाइके मुस्लिम ब्लग अब बनाइके ब्लग रोटी बनाउनु त अझै डोर आएको यो त कति लुते भयो त्यो पनि मलाई देखाउ न फाइनल्ली हामीले खाएर भ्यायौँ भुँडी ढल्काएर बस्छौँ फाइनल्ली हामीले यो रिसोर्टबाट खाजा खायौँ घुम्यौँ फोटो खिच्यौँ अब हामी निस्क्यौँ गयौँ अब घर जाने दुईटा भाइ यस्तरी हिँडेछ नि म जान्छु घर पहिला भन्दै नै छन् दिदी जतिखेर नि फोटो मात्र खिच्दे भनेर किचकिच फाइनल्ली हामी यस्तो गाडी रिजर्भ गरेर जाला छ मेरो छोराले त यस्तरी हेर्न खोज्छ कि फाइनल्ली हामी यस्तो गाडी चढेर जाँदैछौँ घर यस्तो एसी छ नि गाडीमा वाउ रिसोर्टको गाडीमा आउँदै फेरिमा लैदिनु वा कस्तो राम्रो गीत वा फाइनल्ली हामी घर जान लागेको छौँ Aku sih
फाइनली हामी घर नै आइसकेका छौँ। पानीहरू परेर एकदमै गाह्रो आपत विपद पऱ्यो है। अहिले चाहिँ हामी घर आइपुग्यौँ। घर माथि छ। ल आजको लागि यति नै। बाँकी भिडियो नेक्स्ट ब्लगमा। बाई 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 भन गाइजहरू।